अलिअलि ओह्रालो भेटिसकेको अवस्था छ गाइस। मैले पनि गिभ अप गरिसकेको अवस्था भइसकेको छ होइन। त्यो अघिको उकालोबाट चाहिँ अलि जबरजस्ती नै उकालेँ मैले। त्यो जति माथि आयो त्यति दामी भ्यू देख्ने क्या। यो सनसेटको टाइममा चाहिँ एकदम राम्रो भ्यू देख्दो रहेछ। अझै टल्किरहेको क्या येल्लो कलरमा। लोद पर आइसक्यो कि अब कहाँ हो यहाँ हेऱ्यो भने त होइन। फाइनली आयो। आहा यस्तो शीतल आउँदा आनन्द हो कि। सो हेलो एभ्रीवन, वेलकम ब्याक टु माई अनदर भिडियो। अनि सो यो चाहिँ काठमाडौँदेखि नगरकोट हामी साइकलमा गएको थियौँ। त्यसको चाहिँ पार्ट 2 हो। भिडियो लामो भएको कारणले गर्दाखेरि मैले चाहिँ 2टा पार्ट बनाएको थिएँ। सो त्यसको पार्ट 2 चाहिँ हो र पार्ट 1 चाहिँ युट्युब च्यानलमा हालिसकेको छु। तपाईँहरूले गएर हेर्न सक्नुहुन्छ, हेर्नु भएन भने। सो पार्ट 2 चाहिँ अब यहाँबाट कन्टिन्यू हुन्छ है त। यहाँ बसेर चाहिँ हाम्रो एकछिन खाजासाजा चिसो खाने प्लान भयो। त्यो भएको कारणले गर्दा सक्षम भाइ चाहिँ चिसो अनि रेडबुलहरू के लिएर आउँछ लिन गएको छ। आयो तिमीलाई सामान किन्न गएको त्यहीँ खाएर आएको। कस्तो कति भिड थियो। आधी घन्टा लाग्यो यार त्यति सामान लिएर आउनु। हजुर गर्मी छ। कहाँ माथि गएर खाने हो? माथि गएर यो ब्याग चाहिँ 5 किलोभन्दा घटी चाहिँ छैन कि। त्यो झुन्नु छोड्नु म सिकाउनु। कसरी बोक्न सक्दैन यार, अप्ठ्यारो हुन्छ होला क्या। तिमी चलाउँदैछ भयो देऊ म बोक्छु 5 किलो। तर यस्तो हेभी भयो नि। भाइ त कहाँ हो उहाँ छ। अनि हामी धेरै जस्तो चाहिँ यस्तो फुटपाथ हिँड्दै आयौँ क्या रोडबाट भन्दा पनि तल खसिन्छ कि अब। धेरै जस्तो चाहिँ हामी फुटपाथ आयौँ बिकज खाली छ फुटपाथ पनि होइन। तारा आनन्दले 2-3 घन्टामा चाहिँ पुगिन्छ र 2 घन्टा त हुन नि लागिसक्यो। 2-3 घन्टामा चाहिँ पुगिन्छ मजाले। वेलकम टु चागुनारायण म्युनिसिपालिटी। चागुनारायण आइपिएम हामी चाहिँ होइन। अब अगाडि धन्यवाद। ल म खोज्छु मेरो यो साइकल पनि समाधान। फाइनली आयो। सक्षम भाइले चाहिँ 2 बोतल पानी ल्याइसक्यो। खै 1 बोतल तिमी खाऊ 1 बोतल म खान्छु। पसिनाले भिजाएर न ब्याग यस्तो पानीहरू लगाइरहेको थियो। खाजा माथि गएर खाने हो ल माथि रुखको मन्दिर गएर खानुपर्छ। अलिक पानी चाहिँ खाऊँ भन्छौँ है त। जम उकालो सक्षम त झरेको झरै छ यार। ठ्याट अहिलेसम्म चाहिँ म झरेको चाहिँ छैन। अब चाहिँ म पनि गिभ अप दिने बेला भइसकेको छ तर दिँदिनँ गाइस। यस्तो गाह्रो छ होइन। जस्ट आफ्नै रहर ल्याएको हो यति त गर्नु परिहाल्यो। रहर लगाएपछि रहर पुरा गर्न मिहिनेत गर्नु परेन। यो उकालो गाइस सबभन्दा गाह्रो होइन। काठमाडौँबाट यहाँसम्म आउँदाखेरि सबभन्दा गाह्रो उकालो। बल्ल उकालेर साइकल त्यहाँबाट छोडेँ। सक्षम चाहिँ यहीँ साइकल लडाइदिएर त्यहाँ मुख धुन गएको बाटोमै साइकल लडाइदिएर तर लास्ट उयो खुट्टा कामेको यार। हे ब्रो साइकल छोड्नु बल्ल एउटा चाहिँ मुख धुन ठाउँ भेटा आयो नि त। छोडो यार म पनि धुन्छु यार लास्ट गर्नु भइरहेको। मेरो साइकल बिचबाट छ। पानी चाहिँ चिसो खाइदियो। मेरो साइकल बिचबाट छ। छिट्छौ पानी चिसो यार लास्ट यो साइकल मेरो घडी बिग्रिनु कि तर बिग्रिँदैन होला हौ। भिजोस् त्यो पनि लडाएर मुख सुख धोएर टाउको पखाल लिएर आयो। यो उकालो चलाउँदाखेरि चाहिँ लास्ट कार्ड हो यार। मेरो पुरै खुट्टा कामिरहेको छ कि गाइस। मैले पनि गिभ अप गरिसकेको अवस्था भइसकेको छ होइन। त्यो अघिको उकालोबाट चाहिँ अलि जबरजस्ती नै उकालेँ मैले। त्यही भएर हल्का गाह्रो भयो। यो हेर्दाखेरि क्यामेरामा हेर्दाखेरि चाहिँ त्यति धेरै उकालो देखिया छैन होला। तर यदि यो बाटो जो हिँड्नु भएको त्यसलाई मात्रै थाहा छ उकालो होइन। उता तलबाट कस्तो छ भन्ने। अलिअलि ओह्रालो भेटिसकेको अवस्था छ। यो भ्यू चाहिँ दामी। आज वेदर चाहिँ एकदम खुल्या अनि त्यही भएर हल्का गर्नु भइरहेको तर हावा पनि चलिरहेको है सँगसँगै काम सँगसँगै। सो गाइज हामीले चाहिँ अब यो चाहिँ एउटाको खाजाको लागि ब्रेक लिएको अवस्था छ होइन। अनि जोस् लोद पर आइसक्यो कि अब कहाँ हो यहाँ हेऱ्यो भने त होइन। अब अलमोस्ट हामी पुग्नु पनि लागिसक्यौँ। अनि अब हामी चाहिँ यहाँ खाजासाजा खान्छौँ। अनि लोकेसन चाहिँ हेर्नु न गाइस क्या दामी भ्यू छ होइन। आज वेदर चाहिँ एकदम क्लियर छ। र अब यहाँ बसेर हामी खाजासाजा खान्छौँ। अनि त्यसपछि सिधै हामी पुग्छौँ फार्म र अब सिधै फार्ममा पुगेर भिडियो गर्छु। र
यसो राम्रो लोकेसन भेट्यो राम्रो भ्यू सु देख्यो भने मात्रै होइन। अब चाहिँ यहाँ काँक्रो पनि छ हामीले घरबाट ल्याएको, केरा चाहिँ हामीले बाटोमै खाइसक्यौँ। रेडबुल खै त इनर्जी ड्रिङ्क त चाहियो यत्रो साइकल चलाएपछि, त्यही भएर रेडबुल सेडबुलको पनि व्यवस्था छ। त्यही नै हो खाजा सिँगै काँक्रो रेडबुल। हामीले गरेको फोहोर चाहिँ हामी आफैले टिपेर लाँदैछौँ होइन। कहाँ हाल्ने ब्यागभित्र? यहाँ चाहिँ परा गरे खाली फोहोर गर्नु त भएन यति राम्रो लोकेसनमा आएर। त्यो मेरो बोतल पनि टिपेर ल्याउने। बोतल चाहिँ त्यहाँ पुगेछ गाइज, हामीले घरबाट ल्याएको हावाले उडाएर। यहाँ तल गएर बोतल टिपेर ल्याउनु पऱ्यो यार। स्वच्छ मेरो एउटा काम मैले गर्ने होइन। अहिले मान्छेले देख्यो भने मार्छ अहिले मकैबारीमा गएको भनेर। ओके एभ्रिवान, हामी चाहिँ आइपुगिसकेको छौँ होइन। आउँदैछ साइकल चलाएर। सो कन्डिसन हेर्न सक्नुहुन्छ होइन, एकदम गर्नु भयो। र मेन कुरो चाहिँ ब्यागले गर्दा अलिकति गरौँ भयो। ब्याग हेर्नु गाइस पुरै भिजा आइपुग्यो होइन त सक्षम। आइयो भ्यू गाइस दामी छ नि त। एक्चुली नगरकोट चाहिँ अलिकति माथि हो, यहाँभन्दा 5-7 मिनट माथि भन्थ्यो सक्षमले। अलिकति माथि हो, हामी चाहिँ यहीँसम्म आएको हो र फाइनली आइयो। र अब जाम फार्ममा। अनि बित्ति पानी हालेर टाउकोमा यस्तो तातोमा रमाइलो फार्मभित्र। फ्यान पिएफसी। सो गाइस हामी चाहिँ यहाँ 3 बजीतिर आइपुगेको थियौँ। मन टक्क बस्यो, खाजासाजा खाइयो होइन यहाँ फार्ममा। अब अहिले चाहिँ 6 बज्यो, अझै पनि घाम लागिरहेको के, अझै पनि घाम लागिरहेको। अनि सक्षम र हामी चाहिँ घुम्दैछौँ र हामी चाहिँ मामासम्म यहाँ 7 बजीतिर हिँड्छौँ होला। अँध्यारो भए पनि मामा पछि हामी अलिकति बाइकको लाइटले हिँड्छौँ। त्यही नै हो। अहिले चाहिँ हामी जस्ट 1 राउन्ड हान्न लागेको। अब चाहिँ हामी फार्मबाट मासतिर यसो हल्का फुल्का अफरोड हान्दै घुम्दै भनौँ न एकछिन घुम्ने, अनि त्यसपछि घरतिर जाने। घुम्न चाहिँ आज चाहिँ धेरै नै घुमिसक्यो। अहिले चाहिँ हामी माथिको फार्म अर्को फार्ममा आइसकेको छौँ होइन। यो चाहिँ अर्को फार्म हो। त्यहाँबाट अलिकति तलपट्टि छ अर्को फार्म, यो फार्म अर्को। सोचेँ भाइ त्यहाँ गफ हान्दैछ। ओए के हो भाइ? यो मामा खोरो थाहा छ मलाई, म अस्ति आइसकेँ। 5 चोटि आइसकेँ। हजुर जाने बाटो छैन? अब यहाँ बाटो चाहिँ खण्डन भारै छ। यतिकै जाने कि घुम्नलाई? कहाँ जाने त्यहाँ माथि? हामी चाहिँ पसल जानु लाग्यो। हामी जस किन्नलाई तर जान पाइएन। त्यो नभएर हामीले साइकल त्यहाँ राखेर अब यहाँबाट हामी हिँड्दै हिँड्दै पसल जाँदैछौँ ह्यान्डी ब्लास्ट किन्नलाई। कहाँ माथि चढ्दै आइरहेको छ सक्षम। आऊ भ्यू चाहिँ दामी नै हो कि, टक्क सनसेटको टाइममा होइन। यहाँ बसेर आनन्दले हामी यो भ्यू हेर्दैछौँ। खान पाए कस्तो मजा आउँछ। यो नगरकोटको भ्यू सनसेटको टाइममा। कता हो बसल? ए कहाँ देखिन्छ त नि यहाँ? किन नि त ह्यान्डी प्लस चुइगम चक्लेट किन्दैछौँ है। जति माथि आयो त्यति दामी भ्यू देख्ने क्या। यो सनसेटको टाइममा चाहिँ एकदम राम्रो भ्यू देखिँदो रहेछ। अरू चाहिँ टल्किरहेको क्या येल्लो कलरमा। सक्षम भाइ मस्त फार्मभित्र बसिरहेछ। के छ के गर्दै हो? मस्त फ्यानको हावा खाँदै बसिरहेको रहेछ। पत्ता लगाइदियो यहाँ तिर्पल। अब चाहिँ हामी घरतिर लाग्न रेडी भएको। टोटल्ली अँध्यारो भइसक्यो, बत्तीहरू भइसक्यो। रेडी हो? कतिको खुट्टा दुखिरहेको छैन? फेरि रेडी हो नि त? थोरै एनर्जी डाउनै लाग्ने रमाइलो हो। अब चाहिँ जे होस् रमाइलो हुन्छ। काम छैन, गर्नु हुँदैन, टक्क अँध्यारो हुन्छ, सर्र हावा लाग्छ, केही प्रब्लम छैन। मामा पछि हामी अघि मामाले हामीलाई बत्ती देखाउनुहुन्छ। जम अब चाहिँ म भिडियो बन्द गर्छु र एकैचोटि तल हाइवेमा पैसा निकाल्छु। यहाँ चाहिँ एकदम अफरोड छ।
यो रामा चाहिँ साइकलको ब्रेकले धानेन होइन यहाँ धान्थ्यो यहाँ चाहिँ गिट्टी सक्यो अनि गिट्टीमा चाहिँ पुरै चिप्लेर ब्रेकले धानेन त्यो ल अब हामी चाहिँ पिच रोडमा निक्लिसकेका छौँ अँध्यारो भइसक्यो होइन ल हा यस्तो शीतल आउँदा आनन्द हो कि झमझम हेलो हेलो रमाइलो भएर झमझमझम सो गाइस म तपाईँलाई भ्यू देखाउँछु है त लुगाडी यार गाइस हामीले चाहिँ यहाँनिर एकछिन रेस्ट गऱ्यौँ र आउने बेलामा चाहिँ आएकै थाहा भएन भने एकैछिनमा आइपुग्यो कि यो सिधा हाम्रो सेकेन्ड ब्रेक बाहिर बोतल बढिरो भयो यो सिधा सेकेन्ड ब्रेक फाइनली हामी चाहिँ पसल पनि आइपुगिसक्यौँ तर लाइन चाहिँ रहेन रहेछ हेलो गाइस अब टक्कै एउटा कुल्फी खाइन्छ फ्रेस भइन्छ त्यसपछि घरतिर लागिन्छ ल फाइनली घर आइपुग्यो हजुर 9:05 गएछ बिहान 11:25 हिँडेको 9:05 अनि त्यही नै हो हामी बेलुका घर आइपुग्दाखेरि चाहिँ अलमोस्ट 9 जति बजिसकेको थियो अनि जाने बेलामा चाहिँ हामी काठमाडौँबाट यहाँ इमाडोलबाट नगरकोट पुग्नको लागि चाहिँ अलमोस्ट 4 घन्टा लागेको थियो भनेदेखि आउने बेलामा चाहिँ हामी 1.5 देखि 2 घन्टामा आइपुगिसकेको थियौँ अनि सो तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला र सँगसँगै भिडियोलाई लाइक र कमेन्ट पनि गर्नु होला है त आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ बाई